अभियन्ता आशिका तामाङ त्यसै गरी मुना निरौला हुनुहुन्छ उहाँहरू भर्खरै मात्र उहाँको टिमले पूर्वाधार भुक्तान सहित दीपक विशी सहितको टिमले यति बेला नगरपालिका रहेको ठाउँ बनेपा जहाँ चाहिँ सफाई गर्नको लागि आउनुभएको थियो सफाई गर्नुभयो उहाँको टिमहरू त्यहाँबाट निस्किनु भयो के भयो कुराकानी गर्छौँ यहाँहरू दुवैजनालाई सम्पूर्ण मिडियामा हार्दिक स्वागत छ नमस्ते धन्यवाद भाइ दिदी आराम हुनुहुन्छ हजुर निकै लामो समयपछि मिडियामा भेट भएछ निकै लामो समय त होइन 1 महिना जति भयो होला 1 महिना जति भयो कसरी चलिरहेछ दिनहरू यो टन्डलापुर ठाउँमा दुःख पीडा पीर मर्का भोग तिर्खा नबन्ने काम गरिराख्नु भएको छ बनेपाको अनुभव कस्तो रह्यो बनेपामा चाहिँ खास हामीले 1 हप्ता अघि नै यहाँ चाहिँ कार्यक्रम गर्ने भनेर हामीले यहाँको नगरको चाहिँ तपाईँको नगरपालिकाको चाहिँ तपाईँको सोखी सचिवसँग चाहिँ हामीले कुरा गरिराखेको थियौँ अनि प्लस चाहिँ यहाँ बसेर हामीले मिटिङहरू पनि गरेको थियौँ अनि यहाँको हामीले कार्यक्रम गर्ने सरसफाइ अभियान गर्ने कुरामा चाहिँ तपाईँको यहाँको सबैजनाको उपस्थिति हुने भन्ने कुरा थियो तर अब त्यसको ठ्याक्कै अपोजिट भयो कि त्यहाँ कोही पनि हाम्रो टिम 4-5 जना बाहेक अरू कोही मान्छे नै आउनु भएन त्यो चाहिँ एकदमै दुःखद नारी सुर्केर नालीमा पस्नुभयो हो त्यो कस्तो रहेछ भने त्यो खोला चाहिँ अब हामीले ग्लोभ्स लाएर सफा गर्दा पनि स्टिल यो म गनाइरहेको छु के त्यो कस्तो खालको चाहिँ त्यो एकदम खालको बासना चाहिँ त्यहाँ चाहिँ आयो एकदम अद्भुत खालको अनि त्यस्तो हुँदा नि त्यहाँ वरिपरिको मान्छेहरूलाई चाहिँ नगनाउने अनि उहाँहरूले कसरी खाना खानुहुन्छ होला अब हामी त बाहिरबाट आएको होइन अब आएर गर्दाखेरि पनि उहाँहरूको साथ सपोर्ट चाहिँ देखिएन अलिकता दुःख लाग्यो यहाँ चाहिँ चेतनाको धेरै अभाव रहेछ भन्ने कुरा चाहिँ महसुस भयो उनीहरूले तपाईँहरूलाई खाडलमा हालेको हो नगरपालिकाले आज खाडलमा हालेको भन्दा पनि त्यो अस्ति हामी 1 हप्ता अगाडि आएर मिटिङ बसेर ल यहाँको युवाहरू सबैले साथ दिने भनेर सबै योजना भएर आएको थियौँ आज हाम्रो टिम एउटा हामीले चाहिँ आज धेरैजना चाहिँ थिएनौँ हामी 8-10 जनाको टिम आएको थियौँ तर उहाँहरूले योभन्दा 1 हप्ता अगाडि भेट्दै गर्दा जुन वचन दिनुभएको थियो हामीलाई आज त्यो वचन उहाँहरूले पुरा नगरेको हुनाले खाडलभित्र हामी आफै परेर सफा गऱ्यौँ हामीले गर्नुभयो हजुर गऱ्यौँ तपाईँहरूको सफाइ सुरु भयो बनेपामा हजुर क्लियर हुन्छ कि आज मात्रै हो होइन यस्तो अब यहाँ हामी भनेको बाहिरबाट आउने मान्छे हो कि चेतना त हामीमा अलरेडी डेभलप भइसकेको छ नि त यहाँको अब हामीले चेतना चाहिँ कसलाई जगाउने भन्दा त बनेपावासीलाई गर्ने हो नि त जो बनेपावासीलाई गर्ने हो उहाँहरूको उपस्थिति छैन भनेपछि 0% छ भनेपछि अब तलबाट खाडलमा फोहोर टिपेर तपाईँको दिने पनि हाम्रै ग्रुप माथिबाट फोहोर समात्ने पनि हाम्रै ग्रुप भनेपछि त यहाँ त अनि कसैको चाहिँ यहाँ देखिएन नि त जो युवा क्लब हुनुहुन्थ्यो उहाँहरू भाइहरू भाग्नुभयो होइन अनि त्यसपछि गएर जो नगरपालिकाको जो सोखी सचिव के नाम गरेर त्यो भन्नु त हो त्यो के नाम श्रेष्ठ नाम गरेको उहाँ आफै चाहिँ फोन लापत्ता भएर भाग्नुभयो हाम्रो त्यहाँ छोडेर होइन अनि यहाँ चाहिँ घर अगाडि पनि सफाइ गर्नुभयो तपाईँहरूले बनेपावासीहरू ठुलो हेरेर हामी जानेवालामा थियो केहीले सहयोग गर्नुभयो केहीले चाहिँ ठुलो हेरेर बस्नुभयो होइन यति धेरै इग्नोर भइरहेको छ तपाईँलाई होइन अब यस्तो क्या यो चाहिँ अब चेतना भनेको कुरा चाहिँ यहाँ चाहिँ फेरि सानो वर्ग मात्रै होइन कि सानोदेखि ठुलो चाहिँ वर्गसम्म रहेनछ चेतना चाहिँ एकदम 0% चाहिँ यो टाढा होइन नि त काठमाडौँबाट टाढा हो र होइन नि त होइन काठमाडौँमा कति धेरै डेभलप भइसक्यो फोहोर सम्बन्धी चेतनादेखि लिएर त्यहाँको जनप्रतिनिधिहरूमा त्यहाँको जनतामा स्थानीयवासीमा छ रैथानेहरूमा नि छ तर यहाँ त छैन रहेछ अनि त एउटै मान्छे एउटै होइन फरक हो र अनि यहाँको मान्छे त अर्कै प्लानेटबाट आएता होइन अनि तपाईँ त्यहाँ आउने बित्तिकै तपाईँ चाहिँ मैदानमा उत्रिने बित्तिकै भागाभाग हुनुपर्ने त्यहाँ पनि कतिपय डराएर भागे आशिका आयो भनेर चाहिँ नि भाग्दै गऱ्यो पनि देख्यौँ मेरो साहब पनि त्यसरी भाग्नु होला त्यहाँ माननीय ज्यू भनौँ सांसद ज्यू चाहिँ त्यहाँ आउनु भएको त्यहाँ उहाँ पनि भाग्नुभयो तपाईँलाई हेर्दै यस्तो भाइ मैले अब त्यो चाहिँ तपाईँले देख्नुभयो होला भाग्नुभयो मैले चाहिँ देखिनँ म चाहिँ तल उसमा नालाभित्र छिरेर फोहोर निकाल्दै थिएँ अनि त्यसपछि गएर अब उहाँ को भाग्नुभयो को मैले पर्सनल्ली उहाँलाई चिनिया छैन होइन यो भनेको चाहिँ बनेपा भनेको चाहिँ सबैजनाको बनेपा हो क्या हाम्रो बनेपा राम्रो बनेपा भनेर हामीले अभियान चलाउँ भनेको अब पहिलो गाछमा के ढुङ्गा जस्तो भयो कि अनि त्यो भयो अब हेर्दै जाउँ के हुन्छ भाइ तपाईँ निराश भएर फर्किनु भयो आज होइन यस्तो अभियानहरू चलाउँदाखेरि एक्लै हिँडेको धेरै कहानीहरू छ अब मेरो लागि त नयाँ होइन उहाँ चाहिँ अलिकता निराश भन्दा नि यस्तो हुन्छ उहाँहरूले वचन नदिनु भएको थियो अस्तिको मिटिङमा भनेदेखि जुन वचन दिनुभएको थियो बनेपाको केही युवाहरूले होइन युवाहरूले त हामीलाई साथ दिनुपर्ने हो नि त हामी काठमाडौँदेखि गएर चाहिँ हामी बनेपा सरसफाइ गर्दैछौँ भनेपछि उहाँहरू आएर साथ दिनुपर्ने ठाउँमा उहाँहरू चाहिँ केही त्यही मिटिङमा हुने व्यक्ति पनि गोजीमा हात हालेर ठुलो हामी त्यो खाल्डोमा डुब्न आँट्दा पनि उहाँहरू हेरेर बसिरहनु भएको थियो होइन यो मेरो होइन क्या यो हाम्रो
युवाहरू भनेर हिँड्नु पर्यो सबैजनाले होइन। जबसम्म हामी हुँदैन तबसम्म कहिले पनि परिवर्तन हुँदैन। अब हामी त्यहाँ परिवर्तन गर्न गइरहेको कुरा उहाँहरूले बुझिदिनु भएन, परिवर्तन कसरी हुन्छ त? हुँदैन नि त, त्यो सम्भवै छैन नि त। यदि परिवर्तन गर्ने हो भने हातमा हात मिलाएर हिँड्नु पर्यो, हामी मात्रै हिँडेर सम्भवै हुँदैन। हामीले कहाँ कहाँ जाने त? त्यो हो। अब हामीले गर्नुभयो सारा बनेपावासीहरूलाई, व्यवसायीलाई, उद्यमीलाई, स्थानीयवासीलाई तपाईँको नमस्कार। कतिले फर्काउनु भयो, कतिले फर्काउनु भएन होइन। पछिल्लो समय अलिकति होइन अब सुध्रिनु भयो हो आशिका तामाङ? अलिक डराउनु भयो हो? डराउने भए छाती फुलाएर हिँड्दैन। तर कस्तो भने समाज परिवर्तन गर्छु भने हिँडेपछि आफूमा भएको कमजोरीहरूलाई पनि तपाईँले सुधार्दै हिँड्नु पर्दो रहेछ क्या होइन। अब कोही मान्छेले अब घरबाट फोहोर फाल्यो, त्यो मान्छेलाई गराउनु मैलेसँग झम्टेर उसँग झगडा गरेर त्यो गरेर पनि त भएन नि होइन। त्यही भएर चाहिँ आफ्नो शैली चाहिँ परिवर्तन हुनुपर्दो रहेछ। मेरो के मैले भयङ्कर ठुलो अपराध केही गरेँ होइन, जस मेरो शैली बोल्ने शैलीमा चाहिँ परिवर्तन आएको चाहिँ हो। त्यो चाहिँ मैले कहिलेकाहीँ तपाईँलाई सम्मान गर्नुपर्थ्यो, नगरपालिकाले सम्मान गर्नु। अनि एउटा कुरा याद गर्नु कि भाइ अब यो 3 करोड जनता सबैले चिन्ने मान्छे आशिका तामाङ हो, सबैले चिन्छ बाटोमा हिँड्दाखेरि होइन। तर यो राज्यले चिन्दैन आशिका तामाङको भनेर यो कुरा चाहिँ याद गरिराख्नुहोस्। त्यही हो कुरा। यस्तो पनि हुन्छ सुध्रिनु र बिग्रिनु हो भन्ने सवालमा हामीले काम गर्दै जाँदा कहिलेकाहीँ हामीबाट नि गल्ती भयो होला, आक्रोश भयो होला होइन। अब त्यो के कारणले आक्रोश भएको छ भन्ने कुरोको चाहिँ धेरै कुरोहरू बाहिर आउँदैन होइन। तर पनि हो हामीले केही चिज सुधार्नु पनि पर्छ। त्यो कुराहरू हामी सबै सर्वै छैनौँ, हामी सुध्रिनु पनि पर्छ, सुधार्नु पनि पर्छ। तर हामीले गर्दै गरेको कसको लागि भन्दा हामी सबै हामी सबै युवाहरू देशको लागि गरेको हो होइन। अब हामीले हाम्रो थोरै गल्ती कमजोरीहरूलाई हामीले सच्याएर पनि अगाडि पर्छ। तर आज बनेपाको सवाल, आज त हामी बनेपाकै कुरा गर्दैछौँ। बनेपाको सवालमा चाहिँ सरसफाइ हामीलाई मात्रै चाहिने रहेछ भने जस्तो आवाज भएर हामी फर्क्यौँ। त्यो नालै होइन, त्यो खोला हो। त्यो चारदो बाटो बनेपाको जुन चारदो बाटोको जुन त्यो छ त्यो चाहिँ खोला हो कि नाला होइन। द्याट इज रिभर होइन। अनि त्यहाँ चाहिँ मान्छेहरूले चाहिँ अतिक्रमण गरेर घर बनाइएको छ। त्यो कुरा चाहिँ सम्बन्धित वडा तपाईँको नगरपालिकालाई वास्ता छैन। त्यो भनेको त नाला देखियो, ढल देखियो। अब त्यहाँ अब हामीले सकभर मैले त होइन, हामीले त हिम्मत गरेर त्यो नालाभित्र छिरेर कोही छिराइरहन्छ नि त आजसम्म त। हामीले त छिर्ने हिम्मत त गऱ्यौँ नि। त्यहाँको मान्छेहरूले के भिडियो बनाएर भाइरल बनाउन आयो कि हो ल, भिडियो बनाएर भाइरल बनाएर आयो भने त्यो ठाउँ त सफा हुन्थ्यो नि। उहाँहरूले साथ दिनुभएको भए हामी जम्मा 4-5 जनाले कति नै गर्न सक्छौँ र होइन। त्यो गर्न आउनु भएन, हातमा हात साथमा साथ काँधमा काँध थप्न आउनु भएन। त्यसैले हामी फर्क्यौँ आज होइन। भाग्नु भयो भन्न मिल्दैन भाइ। कसरी भाइ तपाईँहरूले देखिरहनु भएको छ हामीले सरसफाइ गरेर हामी हिँडिरहेको छौँ, त्यसलाई भागेको भन्न मिल्दैन। हामीले गर्न सक्नेसम्म सरसफाइ गरेर हामी हिँडेको हौँ होइन। होइन आफू नि बस्नु पऱ्यो नि त। आशिका तामाङ त बाँच्नुपर्छ क्या, यो देशको लागि बाँच्नुपर्छ। मैले गर्ने काम धेरै छ। अहिले म त्यहाँ डुबेर फोहोरमा अब त्यो त मैले त भागिरहेको त मैले देखाएको छु। ए होला भाइले देख्नु भएको रहेछ। हामीले वडा अध्यक्ष सांसदहरू आएको देखिनौँ, भागेको चाहिँ त्यहाँ तपाईँहरू मिडियाकर्मीहरूले देख्नु भएको छ। हामी खाडलमा थियौँ, हामीले चाहिँ केही पनि देखाएको छैन। खाडल होइन, खोला हो त्यो। के भन्नुहुन्छ सारा बनेपावासीहरूलाई? अब तपाईँहरूलाई धन्यवाद छ। स्वर्ग जान्छस् भन्दा जाँदैन के भन्थ्यो रे? तपाईँहरूलाई धन्यवाद छ होइन। तपाईँहरूले साथ सपोर्ट नदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। तपाईँहरूलाई चाहिँ त्यही त्यो चारदो बाटोको त्यत्रो त्यो फोहोर गनाएर 6 महिनादेखि गनाएर त्यो गम भात चाहिँ कसरी घाँटीबाट छिर्छ त्यो भनेर सोध्न चाहन्छु। आई वान्ट टु आस्क अल अफ यु होइन। अनि त्यहाँ जो स्थानीय भाइहरू हुनुहुन्थ्यो मलाई एकदमै नरमाइलो लाग्यो। उहाँहरू हात यस्तो हातमा चाहिँ होइन पकेटभित्र चाहिँ हात बस्नु भएको थियो। हामी 2टा छोरी चाहिँ भित्र छिर्दाखेरि चाहिँ आउनु भएन होइन। परिवर्तन त तपाईँहरूको लागि भनेर हामी आएको थियौँ बनेपामा। तर यहाँ बनेपामा त यस्तो रहेछ होइन। तपाईँहरूले जुन साथ दिनुभएको छैन त्यसको लागि धेरै धेरै धन्यवाद। त्यही भएर बाटोको अवस्था दुर्गन्ध हेरिहाल्नु, हामीले खाना खान पनि सक्ने अवस्था छैन यहाँनिर। यहाँ बाटो पनि अब बन्दैछ भनेर भनेको छ। कति टाइममा बनेर सक्ने हो यो त थाहा छैन। अब धुलो भन्दा नि यो अब यो एकदम यो यहाँ चाहिँ फोहोरको धेरै चाहिँ अव्यवस्थित भयो क्या। फोहोरको व्यवस्थापन चाहिँ छैन, 0% यहाँको व्यवस्थापन चाहिँ। मान्छेमा चेतना छैन होइन। जनप्रतिनिधिमा यसै चेतना छैन भन्ने कुरा अघि भागे तपाईँले को वडा अध्यक्ष को भागे भन्नुभयो नि होइन। अनि त्यसपछि त्यो छैन भनेपछि त अब यहाँ जसलाई हुनुपर्ने स्थानीयवासी उहाँलाई चेतना छैन। हामी बाहिर मान्छे आएर यसो ढ्याङ्ग्रो फुटाउने हो, अब फुटाउने होइन, जनचेतना ल्याउने प्रयास गर्ने हो। अब त्यसमा असफल भयो भनौँ। आज बनेपामा चाहिँ धेरै मेसेज आएको हुनाले बनेपाको पनि ल सरसफाइमा हामीलाई सहयोग गरिदिनु पर्यो भनेको हुनाले खासमा चाहिँ हामी ल है भनेर पनि आएको थियौँ होइन।
तर उहाँहरूले साथ दिनु भएन भन्दा पनि अब उहाँहरूको चेतनाको कमी भएको भन्छु म। हामीले त के सोचेको थियौँ भने आज सफा गरेर हामी अलिक समय चाहिँ हप्तामा एकचोटि आउँछौँ भनेर नि आएको थियो। तर एकजना मान्छे पनि आएर चाहिँ त्यो खाडलमा कोही पनि छिर्नु भएन, हाम्रो टिम बाहेक कोही पनि आएर छिर्नु भएन। दुःख लाग्यो किनभने हामीले बोलाउँदाखेरि होइन, त्यहाँ बोलाउँदाखेरि वरिपरिको पसलेज्यूहरूलाई आउनुहोस्, तपाईँहरू सफा गर्नु, तपाईँहरूको ठाउँ हो, तपाईँहरूलाई गनाउँछ भन्दाखेरि पनि अब उहाँहरू चाहिँ आफ्नै व्यवसायमा व्यस्त हुनुभयो। खुट्टा मात्र ढोक्न सक्नु भएन, मैले हेरिरहेको छु। त्यो गरेको भाइ अब सफल भएन, अब यही हो। अब सारा नेपालीहरूले एकदम चासो र गुनासो तपाईँले हिजो चाहिँ जर्मनबाट आउँदै गर्दा कि म सकिन्छु कि देश बन्छ भनेर चाहिँ भन्दै हुनुहुन्छ, याद पनि छ। देश बन्ने बाटोमा छ कि तपाईँ सकिने बाटोमा हो? होइन, आशिका तामाङ त सकिँदैन नि, यो त एउटा सोच हो नि त। म त एउटा भुसमा लागेको आगो जुर कहिले निभेर जाँदैन, परारमा लागेको आगो होइन भाइ, होइन यो कति कुरा भन्नु, यो सधैँ एउटै कुरा। अनि कस्तो भने एउटा सोच भन्ने कुरा मान्छे कहिले म मरेर गए पनि मेरो सोच मर्दैन क्या। द्याट मिन म त मरेकै छैन नि त, यत्र तत्र छु नि त, म सोचभित्र बाँचिरहेको हुन्छु क्या। त्यसैले चाहिँ देश परिवर्तन हुन्छ होइन। अब हामीले विभिन्न सत्ता ल्याउने होइन कि अहिले भएको व्यवस्थालाई चाहिँ हामीले सुधार गर्दै लाने, यो व्यवस्थाको अवस्थालाई चाहिँ हामीले परिवर्तन गर्दै लाने हो के। जुन यो व्यवस्था छ यसलाई चाहिँ अवस्थालाई अझै अवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन भएन तपाईँले भनिरहेको किन भएन? जनता चेतनशील हुनु पर्यो नि, उद्धारशील हुनु पर्यो नि। कसरी हुने त आज बनेपा हो ल, जनतावास के अरे बनेपावासीहरू आउन सक्नु भएन होला होइन। हामी नगरपालिकाको काम हो यो, तेरो काम हो र भने भन्नु होला मलाई। तर उहाँले नगरपालिकालाई गएर किन नजगजगाएको त? द्याट इज द बिग क्वेसन के। उहाँहरूले गएर स्थानीयवासीहरू सबजना गएर कति लाख हुनुहुन्छ यहाँ बनेपामा, त्यतिजना जाउँ त त्यो बनेपामा। यहाँ त कसैलाई त सफा त चाहिएको छैन रहेछ त, त्यहीँबाट प्रुफ हुन्छ नि त कुरो भाइ। राजनीतिक दललाई उनीहरूलाई मात्रै दोष दिनु भन्दा आफू पनि पहिले सचिनु पर्यो भन्ने कुरा हो। किनकि आजको बनेपाको कुरैबाट तपाईँहरूलाई थाहा होला, त्यहाँको स्थानीय घर डुबिरहेछ, ढल त्यही घरबाट आइरहेछ, हामी सफा गरिरहेको छौँ, माथि एउटा फोहोर फ्यालिरहनु भएको छ भन्दा दोष कसको त भन्दा सबैजनाको दोष हो। यहाँ एकजनालाई मात्रै दोष दिन मिल्दैन। जस्तो अब यो खोला नाला बाटाघाटाहरू समाज फोहोर सबै त देखियो नै, हामीले तपाईँले वर्षौँदेखि सफाइ गरि नै राख्नु भएको छ। धेरै वर्ष भयो। अब देशको भ्रष्टाचार विसङ्गतिलाई चाहिँ निर्मूल पार्ने, निमिटान नपार्ने, त्यसलाई चाहिँ सफाइ गर्नु पर्यो भन्ने जनताको माग छ। त्यो पनि हामी गर्दैछौँ भाइ। अब आजको भोलि नै त त्यो परिवर्तन असम्भव छ होइन। त्यसको लागि त एउटा टिम बनाउनु पर्यो, त्यसको लागि के अरे राज्यभरि सङ्गठन विस्तार गर्नु पर्यो होइन। त्यसको हामी मेकिङ उसमा छौँ होइन। अब अस्ति नै 18 दिन अब उता बसेर चाहिँ सकियो होइन, अब हिरासतमा बसेर सकियो, भर्खर आउँदैछु। अझै म धरौटीमा छुटेको, फुल्ली म छुटेको छैन नि त, धरौटीमा छुटेको छु। अब त्यो केस चलिरहेको कुरामा बोल्नु पनि मिलेन। अनि अहिले यो मेरो केस टुङ्गिसकेपछि अनि बल्ल हामी चाहिँ कसरी हुन्छ अगाडि यो नेपाल चाहिँ कसरी चाहिँ तपाईँको व्यवस्थित एकदमै सुशासन भएको एकदम होइन, जनता चाहिँ यहीँ बसेर एटलिस्ट हामी यहाँ बस्ने वातावरण हुनु पर्यो होइन। हामीले दैनिक लाइफमा प्रयोग गर्ने उपभोग्य सामानदेखि लिएर हामीले जति पनि प्रयोग गरिरहेको छौँ, राज्यबाट पाउने अधिकार छ त्यो पाउनु पर्यो। आफ्नो कर्तव्य पनि नागरिकले पालना गर्नुपर्ने भन्ने मेरो चाहिँ पक्ष त्यो हो क्या। जो यहाँ जो जनप्रतिनिधि हुन्छ आफू आफ्नो तर्फबाट आफूले गर्ने काम गर्नु पर्यो, अर्कालाई औँला देखाउने होइन के। वडा अध्यक्षको काम गरेर फुल्ली उसको के चाहिँ जिम्मेवारी छ, उसले त्यो काम गर्नु पर्यो। तपाईँको नगर प्रमुखले त्यसरी काम गर्नुपर्छ। सबैले आफ्नो आफ्नो लेभलमा बसेर काम गर्यो भने त देश आफै विकास हुन्छ नि, विदेश जान नि पर्दैन। एउटा किसानले होइन, एउटा किसानले चाहिँ जसरी दुःख गरिरहेको छ गाउँमा बसेर, त्यसरी जो चाहिँ कुर्सीमा बसिरहनु भएको छ उहाँले त्यसरी गर्नु पर्यो नि त। त्यो हिसाबले मेहनत गर्नु पर्यो नि, अनि देश भन्छ क्या। आलिशान आफ्नो जिन्दगी, सुविधा सम्पन्न जिन्दगी, जर्मनी जस्तो देश छोडेर आफ्नो देश बनाउँछु भनेर आउनुभयो। म चाहिँ पश्चाताप छैन? यो देशले तपाईँलाई चाहिँ अहिले जसरी हेऱ्यो, जसरी तपाईँलाई चाहिँ चिन्यो, जसरी व्यवहार गर्यो होइन। व्यवहार भनेको त अब त्यो चेतनाकै कमी होला, ममा नि कमजोरी भयो होला। बोल्दाखेरि मैले पनि अब कस्तो भने अब तपाईँले कहिले पश्चाताप लाग्दैन म बेकारमा आएछु, मेरो यत्रो चाहिँ राम्रो जिन्दगी छोडेर भन्ने लाग्छ? आफ्नो देशमा फर्किन त बेकार त त्यो कसैलाई पनि लाग्दैन भाइ होइन।
अब मैले तिमीलाई भने नि अघि तपाईँलाई भने नि है सरी है के अरे यही देशमा म मर्छु यही देश कि त म बन्छु कि त नेपाल बन्छ कि त म सकिन्छु भनेर हो नि त्यो भनेको कस्तो छ भने त्यसको अझै लामो छ क्या त्यसको प्रक्रिया प्रक्रिया छ के छ भन्ने कुरा तपाईँले वेट गर्न सिक्नु पर्यो क्या आजको भोलि पनि यस्तो भाइ मैले चाहिँ गरिरहेको काम रोकिँदैन पनि ल सुन्नुहोस् है को चाहिँ सदैव रहन्छ न प्रधानमन्त्री रहन्छ न पद रहन्छ के बाँच्छ मान्छे 100 वर्षभन्दा उता बाँच्छ बाँच्दैन नि अनि त्यही भएर कोही पनि यहाँ सदैव रहँदैन भाइ रहन्जेलसम्म काम गरौँ देशको लागि काम गरौँ दुईटा भयो नि परिवर्तनका कुरा गरौँ त्यो भन्न लाग्यो कि मैले कुरा त त्यो हो नि तपाईँले सफा गर्दै गर्दा मुना निरौला चाहियो आशिका तामाङ चाहियो दीपक विसी चाहियो फुर्वा दोर्जे चाहियो बालेन शाह चाहियो भनेर उहाँ जनताहरूले माग गर्दै हुनुहुन्थ्यो साँच्चै बालेन शाहको आवश्यकता हो यहाँ आशिका तामाङको आवश्यकता हो होइन एउटा आशिका तामाङ र एउटा बालेन शाह अनि एउटा फुर्वा दोर्जे भाइ चाहिँ कहाँ पुगेर चाहिँ सक्ने नेपालभरिको सबै जन्मिनु बालेन भएर जन्मिनु पर्यो सबै चाहिँ तपाईँको होइन मुना निरौला जस्तो भएर जन्मिनु पर्यो अनि चाहिँ देश परिवर्तन हुन्छ क्या सबैजनाले एउटा मान्छेलाई खोजेर यहाँ त कस्तो नि ठक्क लाएर त्यो फिल्मको हुन्छ नि त्यो 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 के फिल्म रे त्यो मद्रासी फिल्म नै होइन अरू के फिल्म रे त्यो उसको हिरो के खलनायक के नायक भन्ने एउटा फिल्म छ नि उसै इन्डियामा पुरा आएर पुरा टक्क लाएर रातमा 24 आवरमा नेपाल चाहिँ परिवर्तन गरेर तपाईँको चाहिँ सिङ्गापुर जस्तो तपाईँको चाहिँ स्विजरल्यान्ड जस्तो बनाइदियोस् भन्ने मान्छे आओस् भन्ने सोचेर त्यसरी हुन्छ एक दिनमा हुन्छ परिवर्तन परिवर्तनको कुरा गर्नुभयो नि आज मैले परिवर्तन के देखेँ थाहा छ आज त्यस्तो होइन के त्यो मान्छेमा चेतना छ त्यहाँनिर परिवर्तनको कुरा गर्दै गर्दा आजसम्म पत्रकार चाहिँ सँगसँगै गरेर हामीसँगै त्यहाँ सरसफाइ गरेको मैले काहीँ पनि देखेको थिइनँ आज तपाईँहरूलाई धन्यवाद दिन्छु तपाईँहरू पनि हामी सँगसँगै फोहोर उठाएर हिँड्नु भएको थियो झोला बोकेर हिँड्नु भएको थियो तपाईँहरू पनि सँगसँगै सघाएर हिँड्नु भएको थियो परिवर्तन यहाँ पनि भइरहेको छ भन्ने कुरा हामीले बुझ्यौँ त्यसको लागि तपाईँहरूलाई पनि धन्यवाद